सो गाइज यति बेला चाहिँ गुफा पाताल भ्यू पोइन्टमा छु। अब हेर्नु सक्नुहुन्छ यहाँनिर एकदम फुलेर चाहिँ भमरा घुम्ने टाइम हो। भमरा चाहिँ हाम्रै मान्छेहरू हुन्छ है सबैजना। यति बेला चाहिँ यो फुलले गर्दाखेरि मान्छे भमरा भएको छ गाइज हो। यो चाहिँ तपाईँको टक्कै मिरिक जाने रोड पशुपतिदेखि चाहिँ अब टक्कै 5 किलोमिटर तल, मिरिकदेखि 8 किलोमिटर माथि। यहाँनिर चाहिँ हल्का आज यसो हुँदैछ हो। यहाँनिर चाहिँ मान्छे फुलमा चाहिँ भमरा भइरहेको छ, मान्छे चाहिँ भमरा भइरहेको छ। अब के भन्नु, अब यो फुलमा चाहिँ हो अड्केर हेर्नुहोस् है। अब यहाँ माथि हेर्नुहोस् है सबैजना, हेर्नु है। अब उहाँ माथि चाहिँ अब त्यो माथि घुम्ने जग्गा माथि टपबाट हेर्दा पनि हुन्छ, सनराइजको लागि हो है गाइज। अब माथि टाइगर हिलहरूमा भन्दा यहाँ राम्रो सनराइज हुन्छ है गाइज गुफा पातलमा। सर जी नमस्कार जी। ना हम ब्लॉग बना रहे हैं जी, कोई बात नहीं। हाँ अब यिनीहरूलाई यसो सर जी भनेर अलिकति इज्जत गर्नु खोजेको कि भयङ्कर हुनु खोजे यिनीहरू पनि क्या। बुई कस्तो हुन्छ बङ्गाली, अब बुई जिजो बङ्गाली जिजो। लो गाइज अब यता आन्टीहरू पनि हल्का यहाँनिर प्रोग्राममा हुनुहुन्छ, नाच्नु हुँदै थियो। आन्टी ठिकै छ नि, कस्तो छ, मजा आउँदैछ? आन्टी मजा आउँदैछ? नि आन्टीहरूलाई दामी नि है यहाँ घुम्नु पाउँदा। सुन्नुहोस् न, यो चाहिँ फुल आन्टी यो फुल हिँजेल मात्र हो, यो पानी लगेपछि शेष तिजोरी में नहीं लेकिन महफूज अब भी हो। होइन मान्छे भमरा भएको छ अहिले त्यहाँनिर। होइन तपाईँलाई यसो एउटा कुरा भनौँ आन्टी, होइन मान्छे भमरा भएको छ है त्यो फुलले गर्दा। हाम्रो गाउँमा पनि फुलेको छ नि, सिमानामा आउनुहोस् न, सिमाना। हजुर सिमाना मुनि हजुर हो नि आन्टी। आउँछ आन्टी भमरा भएको फुलको। आन्टीहरूसँग हल्का रमाइलो गाइज। हजुर आन्टी। अन्त हेर्नुहोस् है गाइज, आज अब आन्टीहरूसँग सानो बात भयो गाइज हो। उहाँहरूलाई पनि यसो इन्टरटेनमेन्ट दिनु गएको नि त म चाहिँ। अब यसो हुन्छ नि त, यतातिर पनि भइरहेको छ एकदम। अब यहाँनिर अब सबैजना उयो गरे कहाँ लो के छ, ठिक छ अरे? अरे यो फुललाई देख्दा आफै भमरा जस्तो लाग्दैन? हेर्नुहोस् गाइज हो यस्तै छ है आजको। ल अब सक्यो मेरो भिडियो पनि, 3 मिनट मात्र।